सम्पूर्णमा नमस्कार। म सीएम भण्डारी। म तपाईहरुलाई आज बसन्तपुर काठमाडौँको निकै प्रसिद्ध ठाउँ देखाउन गइरहेको छु है। धेरैजनाले त देख्नु भयो होला, तैपनि नयाँ मान्छेलाई चाहिँ केही जिज्ञासा होला भनेर यो ठाउँ देखाउन गइरहेको छु। हेर्न सक्नुहुन्छ यहाँ निकै भिडभाड छ, पसलहरू खचाखच भरिएका छन्। यस बाटोमा चाहिँ भेहिकल 4 पाङ्ग्रे भेहिकल चाहिँ यहाँ घुड्न दिँदैन। 2 पाङ्ग्रे भेहिकल चाहिँ मजाले यहाँ चलिरहेको देखिन्छ हैन। तर भरसक यो बाटोमा चाहिँ तपाईँ गाडी लिएर चाहिँ नआउनु होला। यो ठ्याक्कै न्यू रोड भन्दा अलिकति भित्रपट्टि पर्छ। यो विशाल बजार नजिकै हाम्रो न्यू रोड विशाल बजार भन्दा अलिकति भित्र। यो प्राय वाकिङको रूपमा चाहिँ यहाँ राम्रो छ। यहाँ गाडी लिएर चाहिँ नआउनु होला है। यहाँ हेर्न सक्नुहुन्छ मन्दिरको एकदम सफा चिटिक्क पारेर बनाएका छन्। बाटाघाटाहरू पनि पुरै मार्बल ढुङ्गा बिछ्याएर बनाएका छन्। पहिलाभन्दा त धेरै चेन्ज देख्न सक्छौँ है। पहिलाको र अहिलेको यो असनिन्द्रको बाटो मजाले यो पहिला पुरै यो छोपिएका थिए भने अहिले हेर्न सक्नुहुन्छ मजाले यहाँ यसरी सम्पदालाई चाहिँ राष्ट्रिय विभूतिहरूलाई चाहिँ संरक्षण गरेर राखेको छ। यो महानगरको काम अनि मेयर बालेनज्यूको कामप्रति हामीले सम्मान र उहाँलाई चाहिँ अझै राम्रो काम गर्दै जानुहोस् भन्ने शुभकामना पनि दिन चाहन्छौँ है। यसरी म चाहिँ लागे तपाईको यहाँ पहिला यो कपडाहरू टन्नै बेचिन्थ्यो कि यो मन्दिरमा, यहाँ देख्दै हुनुहुन्छ है। अहिले चाहिँ यो हटाएको छ। अहिले चाहिँ कपडा मान्छेलाई बस्नलाई आनन्द भएको छ। अनि अर्को दृश्य तपाईँ यहाँ देख्न सक्नुहुन्छ, यहाँ पहिला लस्सीहरू पाइन्थ्यो है। अहिले चाहिँ यो अगाडिको यो पार्ट तपाईँको पुरै वायरहरू हटाएर बोथ साइडको कस्तो राम्रो देखिएको छ, चिटिक्क देखिएको छ। हो यस्तो पो हुनुपर्छ। क्रममै छु यहाँ विशाल बजार अगाडि ठ्याक्कै मैले एकजना गुरुलाई भेटेँ। यहाँ अगाडिपट्टि उहाँको नजिक जाँदैछु। हरे कृष्ण प्रभु। हरे कृष्ण। कति हुनुहुन्छ? ठिक छ। म चाहिँ हरे कृष्ण टेम्पल पुलिसबाट हो होइन? ए हजुर, म तपाईँको रेकर्ड गर्न सक्छु। रेकर्ड त अब हुन्छ, तर म अलिकति भिडियो बनाउन चाहदिनँ। ठिक छ भन्नु न। म चाहिँ हरे कृष्ण टेम्पल पुलिसबाट हो होइन? हजुर। आज हामी कृष्ण प्रसाद डिस्ट्रिब्युट गरिरहेको छौँ। यो चाहिँ अब किनभने प्रसाद भनेको सम्पर्कमा आउने पहिलो माध्यम भनेर भनिन्छ होइन? अनि यदि हामीले यो प्रसादलाई श्रद्धाको साथ ग्रहण गऱ्यौँ भने हामी भगवान्सँग सम्पर्कमा बिस्तारै रेगुलर रूपमा प्रसाद ग्रहण गऱ्यौँ भने अरू केही छैन। एउटै कुरा हो त्यो भनेको होइन? त्यो भनेको चाहिँ हामीले भक्ति गर्नुपर्छ होइन भगवान्को। हामी पनि त्यही कृष्ण भावनामै त्यही फलो गरिरहेको छौँ, कृष्ण कन्सियसनेस। अनि हामी मेन भनेको चाहिँ भक्ति योग हो होइन? हामी मेटेरियल्ली हाम्रो जति एङ्जाइटी छ, हाम्रो फियर छ, हाम्रो जे छ नि, हाम्रो मेटेरियल एट्याचमेन्टहरू छ, त्योबाट सबै अब निस्किन चाहिँ यो भक्ति योगले धेरै हेल्प गर्छ होइन? त्यो भक्ति योग भनेको चाहिँ हामी एउटा प्र्याक्टिस गरिरहेको छौँ, मेडिटेसन हो यो चाहिँ। अनि यसमा साथसाथै हामी भागवत गीता थाहा छ नि हजुरलाई? हामी भागवत गीता पनि सँगसँगै भागवत धर्म भन्छौँ हामी। भागवत हामीहरू पनि पालन त गर्न सकेको छैन। जस्तो मैले एउटा क्वेसन हजुरलाई राख्छु। यहाँ धेरै देवी देवताहरू हामी मान्छौँ। विश्वमा त लगभग 8 अर्ब मान्छे छन्। सबैका आफ्ना छन् आस्था विश्वास फरक छन्। त्यसमध्ये चाहिँ अब हामी 2 करोड 3 करोड नेपाली छौँ। इन्डियन पनि त्यस्तै 1 करोड भन्दा के अरे 1 अर्बभन्दा माथि छन्।
हामीले चाहिँ कृष्णलाई मात्रै किन मान्ने, हामी क्रिस्चियनहरूको जेसस क्राइस्ट छ, मुस्लिमहरूको चाहिँ पैगम्बर मोहम्मद छ होइन, कृष्णको हामी छुट्टै फ्याकल्टी, फेरि शिव मान्ने छुट्टै छन्। किन भयो होला यसो? युनिभर्सल हुनुपर्ने होइन सबै भनेको होइन। हामीले त्यही नबुझेर हो प्रभु होइन। युनिभर्सल ट्रुथ भनेको एउटै हुनुहुन्छ होइन, युनिभर्सल ट्रुथ एउटै हुनुहुन्छ। त्यो भनेको भगवान् श्रीकृष्ण नै हो। कसरी हो भनेर सोध्नुहुन्छ भने कसरी भन्नुहोस् होइन, किनभने उहाँ नै यो सबको क्रिएटर उहाँ नै हो होइन। म हेर्छु नि शास्त्रमा सबै देवी देवताले के भन्नुभएको छ भने ब्रह्मादेखि लिएर सबैजना त्यही ब्रह्माले पनि भन्नुहुन्छ ईश्वर परम कृष्ण सच्चित आनन्द विग्रह अनादिर आदिर गोविन्द सर्व कारणम कारणम भनेर ब्रह्माजीले भन्नुभएको छ होइन। अनि भगवान् शिवले पनि त्यही भन्नुभएको छ। भगवान् शिवले के भन्नुभएको छ भन्यो भने उहाँ पनि एउटा म पनि कृष्णको भक्त हो भनेर भन्नुभएको छ। उहाँले उहाँ एउटा परम वैष्णव हुनुहुन्छ, तर उहाँ सबैभन्दा हाइएस्ट वैष्णव हुनुहुन्छ। त्यसरी हामीले शास्त्र पनि फेरि अचेल त कलियुगमा आएर शास्त्र पनि अब धेरै योगीहरूले धेरैले आफ्नो भावमा आफ्नो अनुकूल गरे। आफ्नो भावमा तपाईँको गीता पनि एउटा छैन नि त, रामायण पनि तपाईँको 100-200 थरीका छ। गीता त 600 धेरै अनि उयो ट्रान्सलेसनमा छ होइन। अब कुन चाहिँ तपाईँले चाहिँ यो हाम्रो चाहिँ आधिकारिक केही ग्रन्थ हो तपाईँले भन्नुहुन्छ होइन। म चाहिँ त्यो हामीले त्यो भन्दैनौँ। हामी के भन्छौँ भन्दाखेरि त्यो हामीले बुझ्नुपर्छ। हामी बुझ्न सक्छौँ नि त। कसरी बुझिन्छ भन्दाखेरि सुरुमा हामीले मेन कुरा भनेको त हाम्रो अब यो भनेको भगवान्लाई प्रार्थना नै गर्ने हो। भगवान्ले हामीलाई इन्टेलिजेन्स दिनुहुन्छ, भनौँ न बुद्धि दिनुहुन्छ, के राम्रो हो नराम्रो हो भने यदि हामीले साँच्चीकै हामीले खोजिरहेको छौँ भने भगवान्ले इन्टेलिजेन्स दिनु नै हुन्छ। समग्रमा हाम्रो सबै धर्मको एउटै मर्म चाहिँ विश्व शान्ति मानव कल्याण नै हो नि, त्योभन्दा बाहेक त छैन। त्यो भनेको भौतिक रूपमा त्यो तपाईँ यो ठुलो अभियानमा जोडिनु भएको छ, तपाईँलाई बधाई छ। हो त्यही हो प्रभु होइन। ओहो कति ठुलो माइ गड है घन्टी। ठ्याक्कै यो पछाडिपट्टि यो अहिले करिब 7 बज्न लाग्यो बेलुकाको है। यहाँ पहिला चाहिँ यो घन्टी बजाएर पुरै सहरतिर सुनिन्थ्यो भन्ने कुरा थियो है। मजाले इभिनिङमा मजाको नाइट भ्यू देखिन्छ। यहाँ तपाईँको यो प्रताप मल्लको पालामा यो बनाएका भन्ने कुरा छ होइन। यसरी इन्ट्रेस्टिङ छ।
तपाईँ हेर्न सक्नुहुन्छ। यहाँ तपाईँलाई म दवा देखाउँदैछु है। यो पहिला झ्याली पिट्ने गरिन्थ्यो अरे राजाहरूको पालामा चाहिँ। कति ठुलो हो यो झ्याली पिट्ने भनेको। तपाईँहरूलाई के होला भन्ने हुन्छ। यो झ्याली पिट्नु भनेको पहिला राजाहरूले चाहिँ अब केही सूचना दिनु पऱ्यो भने चाहिँ त्यतिखेर त हुँदैन थियो अनि माध्यमहरू थिएनन्। अनि त्यसपछि त्यसको आवाजले चाहिँ दरबारमा भोलि केही छ भन्ने कुरा सन्देश चाहिँ जान्थ्यो अरे। यहाँ त्यसपछि यो अर्को यहाँ देख्न सक्नुहुन्छ है। यो चाहिँ निकै प्रसिद्ध है, प्राचीन यो भगवान् शिवको एकदम उग्र रूपको रूपमा लिइन्छ। यो चाहिँ पहिला यो मल्लकालमा शाहकालमा चाहिँ यो मूर्तिमा अगाडि राखेर कसम खुवाउने चलन थियो, जसले गर्दा चाहिँ मान्छेलाई न्याय अन्याय छुट्याउने यो गरिन्थ्यो है। यो निकै यो आकर्षणको मुख्य केन्द्रबिन्दु रहेको छ अहिले चाहिँ यो यहाँको। त्यसपछि म यहाँबाट निस्किने क्रममा यहाँ ठुलो गाडी चल्न दिँदैन, दुई पाग्रिन जान दिँदैन भित्र। यहाँ अर्को कुरा तपाईँलाई म देखाउँछु। यहाँ मिनी पशुपति भनेर यहाँ चिनिन्छ है। अब यहाँ तपाईँले यहाँ देख्न सक्नुहुन्छ। यो ठाउँमा तपाईँले फर्किसकेपछि यहाँ किनमेल गर्न सक्नुहुन्छ। विभिन्न स्वदेशी तथा विदेशी सामानहरू यहाँ पाइन्छ मजाले है। मैले पनि कहिलेकाहीँ woke up late, missed the morning glaze, but the sunlight hits in so many ways. Grabbed my shades and hit the streets, no plan, chasing vibes like seashells in the sand. Radio hums a tune I can't name,